तपाईँ बोल्न मासमा बोल्न नर्भस हुनुहुन्छ, हिचकिचाट छ, लाज लाग्छ, के कसले के भन्ला, मैले बोलेपछि लो बर्बाद हुने भयो, बिग्रिने भयो, अरूले के भन्ला, यस्तै लागेर पछि हटिरहनु भयो होइन पटक पटक। अथवा म यो भन्न गएको यसो भन्छु भने यस्तो भएछ ला त्यो चाहिँ भन्न बिर्सिएछु, अथवा तपाईँ बढी बोलेर नचाहिने कुरा गरेर कसैलाई चित्त दुखाएर है त्यसले मैले भन्न नहुने, यस्तो समस्याबाट पीडित हुनुहुन्छ होला। बोल्न जाँदाखेरि बोल्न तपाईँ मञ्चमा गइसकेपछि भुलिएर आउने, बिर्सिने, खर्खर पसेना आउने, भन्छु भनेको कुरा नभन्ने, भन्ने कुरा नभन्ने, नभन्ने कुरा भन्ने, यो आम समस्याको लागि आदरणीय दर्शक महानुभावहरू स्वागत छ यहाँलाई। आज केही उपाय दिनेवाला छु। यसलाई भनिन्छ नर्भसनेस, डर, लाज, यो सङ्कोच हटाउनलाई आज म दिनेवाला छु। पुरै भिडियो हेर्नुहोस्, केही समय रहनुहोस्। यसका लागि 5 वटा जति पोइन्ट भन्न गइरहेको छु। म डाक्टर अनन्तराम केसी। यहाँहरूलाई अनुरोध छ कि हामीसँग जोडिरहनु छ, सब्सक्राइब गरेर बेल थिच्नु होला है त। र अब पब्लिक स्पिकिङ यानि कि मञ्चमा तपाईँ उद्घोषण गर्नुहोस्, भाषण गर्नुहोस्, बोल्नुहोस्। मञ्चमा प्रस्तुति हो यो, स्टेजमा दमदार प्रस्तुति कसरी गर्ने यावत भिडियो हामीले पब्लिक स्पिकिङको सिरिजमा दिइरहेका छौँ। र आज पनि मुख्य कुरा जबकि बोल्न जानु अगाडि नै जुन किसिमको हिचकिचाहटहरू छ, जुन किसिमको समस्या छ, फियर छ, एन्जाइटी छ, जसलाई क्लासोफोबिया भनिन्छ अङ्ग्रेजीमा, 74% मान्छेलाई हुन्छ र 26% मान्छे र 74 को म कुरा गर्दैछु आदरणीय दर्शक महानुभावहरू। र आज पक्का पनि तपाईँलाई फरक कुरा आउनेवाला छ, छुटेका कुराहरू आउनेवाला छ। त्यो भनेको सबैभन्दा पहिला हामी के गर्छौँ, संसारभरका मान्छेहरूको समस्या कि बोल्नको लागि डर लाग्छ, कसले के भन्ला बिग्रेला भनेर नै मान्छे 74% मान्छे हटिरहेका छन्। अब 26% कसरी आए? मार्क ट्वेनको भनाइ भन्न चाहन्छु कि देयर आर 2 टाइप्स अफ द स्पिकर इन द वर्ल्ड, नर्भस वान एन्ड लायर्स। लायर्स भने झुटा फटा बोल्ने, फटाहरू कि त फटा छन् संसारमा कि त नर्भस छन्, बोल्ने जति जम्मै फटा। त्यसो भन्नु खोजेको अर्थ हो फटा भनेको बोल्न उसलाई पनि सङ्कोच लाग्थ्यो, जो आज विश्वविख्यात वक्ताहरू छन्, उनीहरू बोलेर संसार हल्लाए, तिनीहरूलाई पनि सुरुमा डर लाग्थ्यो। डरका बावजुद उनीहरू अगाडि बढे। डरका बावजुद, फेरि दोहोऱ्याएर मैले भन्दैछु यसलाई, डरका बावजुद, डर लागेर पनि उनीहरू अगाडि बढे। अब त्यसो भए के गर्ने त? मलाई त डर लाग्छ, अगाडि बढ्ने कसरी सर? त्यसैले त पछाडि हटिरहेछु। यही मार्क ट्वेनको भनाइको अर्थ बुझ्नुहोस् कि डर लागेर पनि ठिकै छ, म अगाडि बढ्नुपर्छ भन्ने जुन किसिमको एक्सेप्टेन्स, डरलाई जुन किसिमको स्वीकृति छ, त्यसपछि उनीहरूको डर 50% भाग्यो। यो एकजना मात्रै मानिसको कुरा होइन, नेपालका 101 वक्ता भनेर चिनेका र भारतका महात्मा गान्धी, नेल्सन मण्डेला लगायतका विश्वको विख्यात अमेरिकाका 101 राष्ट्रपति, उनीहरू जो वक्ता, विल्सन चर्चिल अनि जोन एफ केनेडी, रोनाल्ड रेगन, यी संसारभरका टप वक्ताहरूलाई डर लाग्थ्यो। त्यसैले त भनिन्छ all great speaker who are bad at first। सुरुमा तिनीहरू एकदमै नराम्रो थिए, डरछेरुवा थिए। मार्क ट्वेनको फेरि पनि म त्यो कुरालाई पुष्टि गर्दैछु, अलिकति रहनुहोस् र 5 वटा सूत्रमा आउँदैछु है। फेरि कसरी यसलाई निवारण गर्ने म आउँदैछु, बाँकी छ। कृपया पुरै भिडियो हेर्नुहोस् र अडिनुहोस् र रिपोर्ट गर्नुहोस् र प्र्याक्टिस गर्नुहोस्। र मार्क ट्वेनले त्यही भनेको कुरा चाहिँ खासमा मान्छेले डर लागेर पनि जुन एउटा नाटकीय रूपमा सुरुमा जो अगाडि बढे भनेको लायर्स भए, फटा झुट जस्तो देखिए, साँच्चीकै झुट नै गरेको, डर लाग्यो हो, डर लागे पनि मलाई लागेन भनेर बोलेपछि झुट भएन। त्यो भन्नु खोजेको हो। 26% मानिस चाहिँ त्यसमा छन्, त्यसमा हामी पर्नु पर्यो। त्यसैले अब त्यसो भए त्यसलाई केही उपाय टिप्स म दिन चाहन्छु। पहिलो नम्बर 1, तपाईँलाई मैले भनिसकेँ, त्यो कुरा आइसक्यो, तपाईँले ख्याल गर्नुभएको भएन कि स्वीकार्नुहोस्। इट इज अ नेचुरल। आउँछ भन्छ म गर्छु, अगाडि गर्छु भन्नु नै पहिलो हो। इट मिन्स एक्सेप्टेन्स, स्वीकार्नु, डरलाई स्वीकार्नु। नम्बर 1। अब केही उपाय छन्। तपाईँ मञ्चमा गइसकेपछि
हाम्रो शरीरको जुन अङ्ग छ त्यो चाहिँ लेफ्टपट्टि राइट ब्रेनसँग रिलेटेड छ, सबकन्सियस माइन्डसँग रिलेटेड छ। अर्धचेतन मन भनेको यस्तो चिज हो तपाईँले जे हाल्यो त्यही बढ्छ। यो त जे रोप्यो त्यही फर्टिलाइजर हो। हामीले डर रोप्यौँ, अब त्यसका लागि डर नै काट्नलाई लेफ्ट बडी सबकन्सियस माइन्डसँग रिलेटेड हो। लेफ्ट बडीलाई एक्टिभ बनाउनुहोस्। माइक छ भने माइक समात्दा लेफ्ट समात्नुहोस्, माइक छैन भने ल अलिकति यो हातलाई बढी एक्टिभ बनाउनुहोस्। नम्बर 1, नम्बर 2 है, अघि नम्बर 1 एक्सेप्टेन्स, नम्बर 3 गहिरा लामो श्वास तान्नुहोस्। यो चाहिँ प्र्याक्टिस गर्नुहोस्। जति बढी गहिरो श्वास त्यति बढी आत्मविश्वास हो। मैले पटक पटक भनेको कुरा हो। धेरै मनोविदहरूले पनि भन्छन् कि गहिरो लामो श्वास नै आत्मविश्वास हो। कारण, वैज्ञानिक कारण मैले अहिले यसमा व्याख्या गर्न समय छैन। यसको वैज्ञानिक कारण पनि छ कि प्रशस्त अक्सिजन पुग्छ दिमागमा र त्यसको कारण ब्लड सर्कुलेसन हुन्छ। मैले यति मात्रै भने र यसो गर्नाले तपाईँको आत्मविश्वास बढ्छ। किनकि हामीले डर लाग्दाखेरि सानैदेखि गहिरो लामो श्वास तान्नु, यो त भनेन होला डक्टरलाई जचाउन जाँदा सुई हाल्दाखेरि डरायो भनेर डक्टरले गहिरो श्वास तान्नुहोस् त भने उदाहरण त कति होला। यसको अर्थ रगत आउने, तपाईँलाई जाँच्न सजिलो हुने होइन नि। तपाईँमा कन्फिडेन्ट बढ्छ, आत्मविश्वास बढ्छ गहिरो श्वास तान्नाले। डिप ब्रिथ भन्छ। यो गरेर प्र्याक्टिस गरेर हेर्नुहोस्। आज दर्शक महानुभाव म अनुरोध गर्न चाहन्छु, यदि तपाईँलाई डर लाग्न छ अथवा कुनै यो भनेको फिलिङ्स हो क्या। डर भने त मुटुमा आउँछ नि होइन, मुटु ढकढक गर्छ नि। मुटु ढकढक भनेको त यो त फिलिङ्स हो। अब यसलाई के गर्ने त भन्दा ब्लड सर्कुलेसनद्वारा तपाईँलाई तरोताजा फ्रेसनेस ल्याउने। नम्बर 3 सूत्र मैले भनिहालेँ। अब चौथो सूत्रको महत्त्वपूर्ण विषय, हामीलाई मासमा बोल्नु डर लाग्छ। मासमा मञ्चमा उभिएर सबैलाई फर्केर हेरेर अगाडिको मासलाई कन्भिन्स गर्न डर लाग्ने होइन हो। जे चिज गर्न डर लाग्छ त्यही चिज गर्नुपर्छ। तपाईँलाई मैले कयौँ पटक बोल्न पब्लिक स्पिकिङको ट्रेनिङ पनि दिन्छौँ हामी। मेन ट्रेनिङमा पब्लिक स्पिकिङको ट्रेनिङमा के भन्नुहुन्छ, कयौँ दर्शक महानुभावहरूले सिक्न आउने प्रशिक्षार्थीहरूले भन्दा सर म बोल्न त बोल्छु, म मुख छोपेर यसरी छोपेर बोल्छु के हुन्छ सुरुमा छोप्नुहोस्। यति हुँदाहुँदै पनि हेर्नुहोस् भनेर हेर्नु। तपाईँले जहिले पनि छोपेर के मुख छोपेर त बोल्ने कुरा आउँदैन। त के गर्नु पऱ्यो, बोल्न मासलाई हेर्नुहोस्। हेर्दाखेरि स्माइलिङ फेसमा जानुहोस्। जबरजस्ती नै सही सुरुमा दाँतै निकाल्नुहोस्। के हुन्छ, सहानुभूति हुन्छ र स्माइलिङ हुनु नै पर्छ। वक्ताले स्माइल गर्नुहोस्, सबैतिर फर्केर हेर्नुहोस्, सबै आँखामा आँखा लगाउनुहोस्, आँखा जुझाउनुहुन्छ, आई कन्ट्याक्ट हुन्छ। त्यो किन गरेको त भन्दा तपाईँसँग सम्प्रेषणको लागि। सुरुमा डर लाग्छ तर प्र्याक्टिस गर्नुहोस्। चौथो र अन्तिम सूत्र महत्त्वपूर्ण छ। यो सबै सूत्रको एउटै निचोड भन्नुभन्दा तपाईँहरूलाई मैले के प्रस्तुत गर्नु खोज्छु नि, 5औं सूत्र चाहिँ एउटा मात्रै, यो मात्रै 5औं सूत्रको एउटा मात्रै प्र्याक्टिस गर्नुभयो भने पनि तपाईँ सक्नुहुन्छ, अगाडि बढ्न सक्नुहुन्छ। त्यसलाई आत्मसात गर्नु पर्यो र अभ्यास गर्नु पर्यो। 5औं सूत्र भनेको जे गर्न डर लाग्छ त्यही गर्नुहोस्। के गर्नुहुन्छ, भागेर त साथी चल्दैन कि तपाईँ वक्ता नबन्ने, म बोल्दिनँ बरु चाहिँदैन भनेका पनि छन् नि संसारमा। 2 प्रकारका डर, एउटा मृत्युको डर, एउटा बोल्ने डर। कुन नम्बर 1 भन्दाखेरि कसैले त नम्बर 1 4 जना अगाडि बरु मर्न तयार छ, मार्न तयार हुन्छ। 4 जना अगाडि खोलेर बोल्न सक्दैन, बरु मर्न तयार हुन्छ, म बोल्दिनँ भन्ने पनि छन् संसारमा। एउटा मत त्यो पनि बलियो छ भन्दा मृत्युभन्दा डर ठुलो डर। यस, तपाईँ अब जित्नु पर्यो नि कि म वक्ता बन्दिनँ, म नेता अथवा प्रस्तोता अथवा उद्घोषक बन्नु छैन भनेर ठिकै छ सामान्य जीवन जिउनुहोस्। होइन, तपाईँ नेता, तपाईँ लिडर, तपाईँ समाजको एउटा लिडर अगुवा हो, केही गर्नु खोजेको, मेरो जीवनको सार्थकता ल्याउनु खोजेको पनि तपाईँले स्वीकार्नै पर्छ। स्वीकार्नु अगाडि नम्बर 1 मा थिएँ। यो भनेको तपाईँले जे गर्न डर लाग्छ
त्यो गर्नै पर्छ। यो 1 र 2, 1 र 5 नम्बरको मात्रैले पनि तपाईँ काफी छ। केही टेक्निकल कुरा मैले गरेँ तपाईँलाई, गहिरो श्वास तान्ने, लेफ्ट ह्यान्डलाई चाहिँ हात बढी अथवा त्यो शरीर एक्टिभ गर्ने तपाईँ ध्यान गरेर जान सक्नुहुन्छ नि। ध्यान अझै राम्रो भयो, त्यसलाई लेफ्ट अथवा सबकन्सियस माइन्ड एक्टिभ गर्ने कुरा बिहान बिहानै ध्यान गरेर अथवा त्यही बेलामा म गर्न सक्छु। यस्ता आत्मविश्वास कन्फिडेन्टका कुराहरू, अनि सबैतिर फर्किने, मुस्कान दिने, यो टेक्निकल पार्टको केही कुरा गरेँ मैले। अर्को कुरा भने जे गर्न डर लाग्छ, यो डर स्वाभाविक हो, अरूलाई पनि लाग्छ, मलाई पनि लाग्छ। मैले गर्नु छ भन्ने आत्मविश्वास, म गर्न सक्छु, आई क्यान भन्ने नै महत्त्वपूर्ण विषयवस्तु हो। अनि दर्शक महानुभावहरू, यसलाई व्यापक रूपमा सेयर गर्नुहोस्, अरूमा पुर्याउनुहोस्, प्र्याक्टिसमा ल्याउनुहोस्, अभ्यासमा ल्याउनुहोस् भन्दै फेरि पनि तपाईँ हामी निरन्तर जोडिनुलाई सब्सक्राइब र बेल थिच्नु भिडियो निरन्तर आइरहन्छ। आएर हेर्नुभएको छ, तपाईँहरूको सहयोग सद्भावबाट हामीलाई अरू बढी उत्साहका साथ फेरि पनि अरू भिडियोमा आउनेका बाचा साथ अहिले भने थ्याङ्क यू सो मच।